नेपालीको स्टुडेन्ट नै भएको छैन अहिलेसम्म मेरो क्लास न यो युनिभर्सिटीको केही मिलाएको छ न के आएको छ केही पनि आएको छैन कुन दिन इमिग्रेसन ल्याएर मलाई नेपाल फर्काइदिन्छ भन्ने डर मात्र हो गाइस होइन नारीहरूलाई हामीले अन्नपूर्ण पनि मान्छौँ क्या नारीको हातमा जादु हुन्छ अरे क्या तर त्यो जादु भनेको मैले गालामा मात्र खाएको छु क्या नेपालको कलेज चेन्ज थियो क्या बरु यहाँ देख्दै पनि चेक गरेँ अब होमवर्क यिनीहरूलाई होमवर्क दिन एउटा पिरियड लाग्छ यार होमवर्क दिने एउटा पिरियड लाग्छ चेक गर्न अर्को पिरियड लाग्छ नौटङ्की भइसक्यो सब्सक्राइब गरिहाल्छ नि त युट्युबमा दाइ अब ग्राउन्डमा उत्रिसक्यो होइन नेमार रोनाल्डो मेसी पेले सबको करियर खतरामा आउने बेला भइसक्यो कि यु नो नेपाली क्रिकेट प्लेयर केपी ओली इज अ ग्रेट प्लेयर ब्याक टु माई च्यानल टक्कर होइन आज युनिभर्सिटी जान लाग्यो अहिले होइन अलिकति लेट भइसक्यो आज चाहिँ हेर्नु न अझै अनिँदै मतलब ट्याक्कलाई लेट सुतेको लेटै उठेँ अनिँदै छु होइन त्यहीँ उठेर जानु पऱ्यो नत्र एब्सेन्ट भइदियो भने लेट पुग्यो भने नि एब्सेन्ट गरिदिन्छन् एब्सेन्ट भयो भने फेरि मार्क्स काटिन्छ युनिभर्सिटीमा अनि आज चाहिँ फेरि हाम्रो स्ट्रिक्ट टिचरको पालो छ कि अस्ति पनि म 8 मिनट लेट पुगेको थिएँ धन्न 10 मिनटसम्म कन्सिडर गर्छ आज झन् लेट भइसक्यो लास्ट डर लगाइरहेछ अलार्ममा गीत राखिदिएको झन् उठ्छु भनेर सपनामा त्यो गीतमा नाचेको मात्र देख्न थाल्यो अचम्म छ कि गाइज अचम्म छ कि यो बानीलाई कसरी सुधार्ने होला यार धन्न यार सपना देख्दा झ्याप्पा आँखा खोल्यो तर टाइमिङ मिलेर अघि जानु लाग्यो 10 मिनट कन्सिडर भयो नि आज फेरि म्यामले सोध्छिन् होइन गएर अगाडि सुरुमा मलाई सोध्नु भने फेरि बेलले हुन्छ मिनटको पारामा अहिलेसम्म अरू सबै राम्रोसँग चिन्छन् होइन त्यस्तो लेट पनि भएको छैन तर यो म्यामको पालामा सधैँ लेट भइरहेछ हेरौँ जाम युनिभर्सिटीमा के हुन्छ म हरेक कुरा तपाईँले सेयर गर्छु अनि यति लेट भएको छ नि साथीहरूको सबै कपाल छ साथीहरू पनि अरू साथीहरू पनि छन् जान्छन् सजिलो हुन्छ मेरो पनि फेरि को छ र न मलाई उठाउने कोही छैन न मलाई बिउजाउने कोही छ सपनामा आफै झस्किन्छु उठ्छु म 5-6-7 मिनटमा दौडेर पुगेँ यहाँसम्म पछि क्लासमा त्यहाँ चाहिँ सिग्नलहरू देखेर त फास्ट दौडिरहेको थिएँ होइन अब क्लासमा गएर के हुन्छ हेरौँ हामी भेटौँला गाइस मलाई चार्ज पनि छैन चार्ज हुन बिर्सेँ म सोध्दैछु कि त्यत्तिकै नेट सुत्दै मोबाइल हेर्छु डाइरेक्ट मलाई चार्जै छैन गाइस त्यसपछि भेटौँला गाइस म जाग्छु आज निन्द्राले मैं थूकता हूँ तेरी सूरत पे क्लासमा फाइनली पुगिसक्यो म्यामले एसाइनमेन्ट दिनुभयो निन्द्राको ताङमा यताउति गर्दा धन्न पुग्यो गाली साली खाइएन अनि अब चाहिँ पढ्नुपर्छ पढेर राम्रोसँग गर्नुपर्छ भेटौँला निन्द्रामा जिउजी पनि भन्न मिल्दैन अझ निन्द्रा सिन्द्रा सब उठिसक्यो डरले नै अनि यहाँ धन्न यिनीहरू नि लेटै आयो म पनि लेटै आएँ उसको पनि आइडी सोधिहाल्छ मलाई भ्लगमा देखाउन नि मन लाग्यो मलाई सोध्न छोडिसक्यो मान्छेहरूले यार तिमीलाई मात्र सोधिरहेको हुन्छ नि आजभोलि मलाई सोध्न छोडिसक्यो नेपालको कलेज चेन्ज थियो क्या बरु यहाँ देख्दै पनि चेक गरेँ नि अब होमवर्क यिनीहरूलाई होमवर्क दिन एउटा पिरियड लाग्छ यार होमवर्क दिने एउटा पिरियड लाग्छ चेक गर्न अर्को पिरियड लाग्छ नौटङ्की भइसक्यो सब्सक्राइब गरिहाल नि त युट्युबमा 1500 पुग्यो सब्सक्राइबर चाहिँ अब बिस्तारै रेगुलर प्रगति गर्नु बिहा गरेर लान पाए त अर्को थियो के भन्छ साथी के छ अस्ति हामीलाई असाइनमेन्ट दिनुभएको थियो हामीले ग्लोबल ब्रान्डमा चाहिँ यो केही टेस्ट गर आइज अरे के म ग्लोबल ब्रान्डमा अब गफलाउनु पऱ्यो असाइनमेन्ट गरेँ भनेर के अरे केएफसी ट्राइड गरेँ अरे अनि पुरा क्लासमा भनेर केएफसी ट्राइड गरेर मलाई कलेजमा पाङ्रा खाने उगाएको छैन असाइनमेन्टको लागि म कसम केएफसी ट्राइड गरेको हाम्रो यताबाट पाकिस्तानी दोस्त छन् होइन म तर्सेको के क्या साबित करना चाहता है तू How are you liking Nepali people? He is very good by nature. Yeah. So from where? I'm spending a very good time with them. Yeah, I also have a good time with them. It's like our Science Afridi. Science Afridi. Pakistani. Cricketer. Cricketer. You know about cricketer? Yeah. Who know? You know Nepali cricket player? No. KP Oli? No. He's a great player. गाइज होइन त्यही कुरा भनेको हाम्रो साथी नै हो पनि हामी एउटा सबैजना एउटा ठाउँमा हुन्छ क्लास चलिरहेछ अब चाहिँ पछि बनाउँछ भ्याएपछि
अब कन्सल्टेन्सी युनिभर्सिटीबाट फर्किनु लाग्यो हामी चाहिँ अहिले यता इन्टरनेसनल स्टुडेन्टको अफिसमा आएको थियौँ होइन त्यहाँ मेरो मेलै आउँदैन अहिलेसम्म म कोरियाको स्टुडेन्टै भएको छैन अहिलेसम्म मेरो क्लास युनिभर्सिटीबाट केही मिलाएको छ न के आएको छ केही पनि आएको छैन कुन दिन इमिग्रेसन ल्याएर मलाई नेपाल फर्काइदिन्छ भन्ने डर मात्र हो गाइज होइन अनि हाम्रो चाहिँ 2025 तारिकको अब बायोमेट्रिक छ त्यसको लागि अब बस नम्बरहरू डिटेल आउनु पर्ने त्यो पनि आएन बायोमेट्रिक गर्न पाएन भने मेरो एआरसी कार्ड आउँदैन एआरसी कार्ड आएन भने कहाँ भन्नु भने इमिग्रेसन फेरि नेपाल फर्काइदिन्छ त्यो डरले गर्दा आएको तर कपालमा मेसेज गर्नु भन्यो त्यो कुरा चाहिँ सर्ट आउट भयो गाइज अब हामी चाहिँ फर्किनु लाग्यो होइन रुमतिर अब रुमतिर फर्केर के कस्तो हुन्छ केटाहरूले खाना बनायो भने खाने नत्र भए खाने होइन तनाव छ कि गाइज होइन म चाहिँ युनिभर्सिटीबाट फर्किसकेको छु र अहिले चाहिँ मैले तपाईँलाई किचनमा चाहिँ खाना बनाउँदैछु होइन मलाई फेरि बनाउने सबै आउँछ क्या माछा मासु खाना यताउति दाल भात तरकारी थकाली खाना चाइनिज खाना जापानिज खाना सब बनाउनु आउँछ कि बनाउनु नआउने केही छैन कि भन्दा नि हस्बेन्ड मेटेरियल अनि के अरे बन्च अफ ग्रिन फ्ल्याग भने जस्तै हो तर बनाउनु पर्ने कुरा अहिलेसम्म गर्लफ्रेन्ड बनाएको छैन एउटा अहिले त्यही युनिभर्सिटीबाट थाकेर आएको बेलामा आफूले खाना बनाउनुपर्छ एउटा राम्रो केटी घरकाले खोज्दै गएको बेलामा टिफिनमा लिएर आउँथ्यो उसले फेरि केही उसले बनाउँथ्यो भन्दाखेरि चाहिँ नराम्रो सोच्ने होला वुमनाइजर सोच्ने होला त्यस्तो होइन के भन्छ नि हामीले त यत्रो नारी पूजन चाहिँ रमन देवता देवता नारीहरूलाई हामीले अन्नपूर्ण पनि मान्छौँ क्या नारीको हातमा जादु हुन्छ अरे क्या तर त्यो जादु भनेको मैले गालामा मात्र खाएको छु क्या युनिभर्सिटीमा यस्तो डर लागिरहेको थियो कि ल्याङ भइरहेको थियो कि आज लेट भएर निदाएको पनि थिएन राम्रोसँग अब चाहिँ खाना खाएर बनाएर खाएर सुत्नुपर्छ एकछिनमा अनि मैले फेरि बनाउने कुरा भनेको कुरा भयो भने यस्तो मिठो गर्छ भने खाना कस्तो मिठो पाच्छ भन्ने कुरा हो क्या मेरो कुरा यति स्विट हुन्छ नि त्यतिखेर सो स्विट भनेर केटीहरूले त भने होइन कि मलाई गाइज भने होइन कि हाम्रो केटाहरू फेरि उतापट्टि चिल पारामा बसिरहेको छ नाच्दै गर्दै यताउति बाल भएन गाइज खाना म बनाउँछु मिठो बनाउँछु निक्लिरहेको रहेछ कि हाम्रो फेरि किचन पनि यति साँगुरो छ होइन गाडी छ यार सामानहरू यति महँगो यहाँको नुन नुनिलो हुँदैन चिनी गुलियो हुँदैन अरू सब गुलियो हुन्छ फेरि चाहिएको चिनी हो चिनी गुलियो हुँदैन क्या गाइज कोरियामा गुलियो चाहिँ मेरो चिज खोज्नु छ भने राहुलसँग बोल्न आउँदा हुन्छ हामी सबै स्विट पर्सन के गाइज चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओभर एक्टिङ के वजह गाइज होइन तपाईँलाई युनिभर्सिटीमा आज क्लास सकेर खानु भनेको फेरि रुममा गएर खानासाना खाएर फर्केको होइन अब त्यतिकै बसौँ एकछिन भनेर आएको यतातिर युनिभर्सिटीतिर झ्याउलाइसक्यो अब हेर्नु हाम्रो त गेट पनि आफै खोलिदिन्छ होइन युनिभर्सिटीमा गएपछि अब यहाँ पालेदाई सालेदाई पनि राख्नु पर्दैन मैले अस्ति जागिर खानु हुन्थ्यो राखिदिएको भयो नि आफ्नो युनिभर्सिटीमा आफ्नै अब सिड्युल भइसकेपछि पालेदाईको जागिर सागिर खानु हुन्थ्यो केही छैन अब चाहिँ हामी जान्छ फुटसलतिर यताउति गरेर धेरै ल्याङ्ग्वेज है गाइज के सोचेर आएको यार 1 महिना भइसक्यो केही पनि भएको छैन अहिलेसम्म अब कार्ड चाहिँ अब हाम्रो 25 तारिक बल्ल बायोमेट्रिक गर्न जाने हो बायोमेट्रिक गरेर आएपछि चाहिँ कति दिनभित्रमा आउँछ अरे कार्ड एक महिनामा आउँछ अरे त्यसपछि बल्ल हामीले लिगली तरिकाले काम खोज्नु मिल्छ अब त गए पनि छोपेर पठाइदिएछ नेपालमा अब आएर 1 महिना घुमेर मात्र नेपाल जाऊँ भन्दा नि त्यसरी घुमेर पनि छैन गाइस डिपोर्ट भयो भने त फेरि बिल्लै हुन्छ तर डिपोर्ट नहुँदै एउटा जे कोरियातिरको ज्वाइँ हुन पाए नि बहुत भाग्यको कुरा हुन्थ्यो क्या अब मिसन कोरियाको ज्वाइँ हुने बनाउनु पऱ्यो कि केटा हो ओए कोरियाको ज्वाइँ हुनु पऱ्यो कि तिमी साली तिम्रो जुत्ता लुकाउने बेलामा सालिसलाई म पट्टाउँला हुन्छ कि नै ओ यो कहाँ लाग्यो हुन्छ त्यस्तो बच्चाहरू आजभोलि ठुलो कुरा गर्छन् कि गङ्गबुमा मलाई बस पार्कमा चिया बेच्दै हिँड्ने मान्छे तुम क्या सोच रहे थे बे हामी सिधै फुटसल लाने यहाँ फेरि आयो अगाडिबाट कोरियन केटीहरू आउँछन् फेरि यसो नजर फेरि राम्रोदेखि फेरि यता फेरि सब कुरा नर्मल यता गालासालामा आएर पप्पी सप्पी गरेर फेरि बिल्लै हुन्छ फेरि एकछिनलाई भिडियो राखौँ तर आई विल लेट यु गाइज नो द्याट हाउ दे रियाक्ट अन मी तर म अलिकति नर्भसै हुन्छ कि मेरो मनको रानीहरू एकैसाथ बगैँचामा राम्रा फुलहरू देख्दाखेरि एउटा राम्रो फुल मात्र देख्दाखेरि मन कति मन्त्रमुग्ध हुन्छ फुलको बगैँचामा मेरी माया गाइज अहिले चाहिँ मैले हाम्रो युनिभर्सिटीको फुटसलमा छ नि यो चाहिँ हाम्रो फुटसल रहेको छ अनि बेरोजगार हो कता के गर्ने भन्दाखेरि यस्तोतिर आइदिनु डुलौँ होइन काम पनि पाएको छैन केही पनि पाएको छैन टेन्सन लिएर बस्नु होइन पछि पाइहाल्छ होइन अनि टिल टेन चाहिँ यसो ठाउँहरू चिन्नु पऱ्यो एक्सप्लोर गर्नु पऱ्यो मान्छेहरू चिन्नु पऱ्यो नेटवर्किङ बढाउनु पऱ्यो मेन कुरा भनेको त्यही हो
तेरो दाइ अब ग्राउन्डमा उत्रिसक्यो होइन नेमार रोनाल्डो मेसी पेले सबको करियर खतरामा आउने बेला भइसक्यो कि कसम अब नेपालबाट साउथ कोरियाबाट अब यहाँको नागरिकता दिन्छ कि मलाई खेलाउनु लागि एकचोटि खेल्नुपर्छ एकचोटि गेम देखाउनुपर्छ होइन स्योर होइन अहिलेसम्म एआरसी कार्ड नबने पनि यहाँको नागरिकता पाएर म यहाँको नेसनल टिमबाट फिफा वर्ल्ड कपमा खेल्न सक्षम हुन्छु कि अहिलेसम्म जापान मात्र क्वालिफाई गरेछ अब म साउथ कोरिया होइन म नेपालबाटै खेल्छु हाम्रो नेपालको भकुण्ड हो एन्ड बल इज बिग बाई राहुल के सोध्नु यहाँ बल हो त खेल्न पाइन्छ कसले के भन्छ यहाँ ठकुरी राजाकोलाई पास खेल अरे के ट्रायङ्गुलर ए सरी म फेरि सिधै गोल पोस्टतिर जान्छ कि बल कुदो भकुण्ड कुदो दुईटा भकुण्ड एकैचोटि दिन काट्नु त पऱ्यो गाइज होइन अघिसम्म भ्लग बनिरहेको थिएन अब त बनाउनु पर्छ कहाँ गइदिएर एकैचोटि हान्दिएको ल राहुलले उडाउँछ अरे छलाई खेलाउँ अरे तिम्रो गाइज होइन करियर खतरामा पार्नु छ भने अब भिड्दा भयो कि आज चाहिँ दिन यत्तिकै बितिरहेको छैन कोरियामा के को टेन्सन लिने आइज केटा हो जेसुकै खेल्छ भलिबल खेल्छस् कि गुच्चा खेल्छस् तिम्रो सबलाई जे पनि खेलाउनु तयार छु म बल फेरि एकचोटि राहुलको खुट्टामा आयो भने राहुलको खुट्टामा चिपेर बस्छ कि सुपर ग्लु वाट सुपर ग्लु केटाहरू फेरि अब त्यति को भकुण्ड कुन चाहिँ हो समीर हो कि बल हो वाट आउट आइज छलाउन आइज होइन म कोच बनाउला नि त कोच बन्छु नि त म खेल्ने हो ल म सिटी बजाउनु नि आउँछ मलाई आया गाइज बन्द गर क्यामेरा बन्द गर गाइज म भ्लग चाहिँ कहिले बन्द गर्दिनँ होइन बरु ढिलो चाँडो आउला तर भ्लग चाहिँ फर्स्ट आउँछ भ्लग बन्द गरेर मलाई केही पनि हुनेवाला छैन र आज म यहाँ पनि छिरिदिनेवाला छु के छ यहाँभित्र यो चाहिँ हाम्रो पवेलियन इरा ठाउँ हो ल यहाँ ल म ब्रोडकास्ट पार्टनर है म अफिसियल लाइभ होइन यो हाइलाइट मात्र जान्छ क्या खेलौँ ओइ म जर्सी लाम कहाँ छ म मलाई फेरि तिम्रो सबै ठाउँमा म एक्लो म गोलकिपर होइन घरतिर त्यस्तै राखिदिनु यार मलाई गोलकिपरमा ल थ्याङ्क यू यो उपलब्धिको कुरा हो ल गाइज होइन त्यो रमाइलो उता फेरि कोरियन दाइ चाहिँ गर्लफ्रेन्डसँग हिँड्न थालिसके हामी त्यो यस्तो पारा हो केटाहरूसँग हिँड्ने यदि म पनि ह्यान्डसम भइदिएको भए ह्यान्डसम त छु फेरि म जस्तो ह्यान्डसम त कोही पनि छैन होइन के गर्ने गाइज लट्टी सट्टी छैन केही डन्डी बिहा खेल्नु हुन्थ्यो एकछिन हग दिया फर्स्ट सेम हो कुन मेजर आइटी हो अलिकति टेक्नोलोजीको व्यवस्था गर्नु पऱ्यो नि त यहाँ टक्कलाई स्क्रिन राखेर गेम्स नेपालमा अहिले खेल्न जानुहुन्थ्यो नि म मेरो घरको आँगन स्पोन्सर गरिदिन्थेँ ओ गोलकिपर हेलो गरिदेऊ ल गाइज होइन त्यो जुठो हाल्यो होला छ्या यार हामी नेपालीले खुनले हो प्यास मेटाउने अब एउटा गेमको अपार सफलतापछि
पछि हामी फेरि क्रिकेट खेल्न आइसकेका छौँ होइन अब क्रिकेट खेल्नेमा आएको छौँ आइपिएल स्टार्ट भएपछि फेरि सिधै आजको भिडियो लिक भएर मलाई आइपिएलमा मुम्बई इन्डियन्समा पुरा राहुल सेन इज साइन बाई मुम्बई इन्डियन्स भनेर यहाँ आइपिएल टिम अनि आइपिएल फ्रेन्चाइजले साइन गर्ने भने त्यो मान्छेहरू आश्चर्यचकित नहुनु होला होइन अब खेलिदिने टक्का लाएर क्रिकेट सिकेट अब हेरौँ कस्तो हुन्छ गेमस्याम गाइज होइन अब चाहिँ हामी युनिभर्सिटीमा क्रिकेट टक्कला क्रिकेट पनि खेलियो होइन भिडियो बनाउनु पाएन फुटबल पनि खेलियो अनि मस्त खेलियो होइन त्यो दिन आज बिहान लेट उठ्ने लेट त उठेको थिएन ढिलो सुतेर हल्का लेट भएको थियो कलेज जाँदाखेरि निन्द्रा पनि पुरा भइरहेको थिएन अनि एक्सर्साइज भयो आज चाहिँ चाँडै बिदा हुन्छ जस्तो लागिरहेको छ अब चाहिँ जानु पऱ्यो अब भोलि अब पर्सि 2 दिन बिदा छ असाइनमेन्टहरू गर्नु छ गाइज तनाव छ एउटा टक्का लाएर राम्रो पढाउँदा केटी असाइनमेन्ट गरिदिने खालको भेट्टायो भने त राम्रो हुन्थ्यो बर्थडे भेट्टाउन नि गाह्रै छ अहिले चाहिँ अब चाहिँ टक्का लाएर रुम फर्किनु लाग्यो गाइज होइन त्यस्तै कन्टेन्ट पनि के बनाउने जस्तो हुन्छ कि 13,000 हाम्रो 13,500 हुन्छ 3जनाको भागमा गर्दाखेरि के कति तिमीहरू डिपो कति हो 2 लाख हो कतिजना 3जना कति रेन्ट कति हो 30 अबे अति महँगो गऱ्यो यार ठग्न पायो भने जहाँ पनि ठगिदिन्छ कि सजाले देख्नै हुँदैन क्या लगाइज होइन अब म चाहिँ रुम फर्किन लाग्यो त्यसपछि घरमा गएर खाना बनाउनु पनि पऱ्यो होइन अनि त्यसपछि चाहिँ सुत्न नि पऱ्यो 9:00 कति भइसक्यो निद्रा पनि पुरा भइरहेको होइन त्यही भएर गाइज आजलाई यति भिडियोमा लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला र च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने च्यानललाई सब्सक्राइब गर्नु होला भन्दै आज भिडियो एन्ड गर्न चाहन्छु अब हाम्रो बेटारको भिडियोमा हुने रहेछ त्यसमा टेक केयर बाई बाई हेलो गाइज